बसन्तपुरको काल भैरवको मूर्ति किन सधैँ मुसु मुसु हाँसिरहन्छ? आउनुस् परपुरुषसँग लागेकी स्त्रीसँगको रोचक किंवदन्ती सुनौ। बसन्तपुर दरबार क्षेत्रको उत्तरतर्फ उभिएको विशाल काल भैरवको मूर्तिले आज पनि हेर्ने जो कोहीलाई एउटै प्रश्न सोधे जस्तो लाग्छ, उहाँ किन सधैँ मुसु मुसु हाँसिरहनु भएको छ? रिस, भय वा क्रोध भन्दा फरक देखिने यो मुस्कानसँग जोडिएको एउटा पुरानो किंवदन्ती काठमाडौँमा पुस्तौंदेखि सुनिँदै आएको छ। इतिहासकारहरूका अनुसार यो काल भैरवको मूर्ति मल्लकालीन समयको हो। नागार्जुन डाँडामा उत्खननका क्रममा भेटिएको मूर्तिलाई हनुमान ढोका दरबार अगाडि स्थापना गरिएको मानिन्छ। मल्लकालमा यो स्थान केवल धार्मिक आस्थाको केन्द्र मात्र नभई न्याय निसाब गर्ने खुल्ला अदालतको रूपमा पनि प्रयोग हुने गर्दथ्यो। त्यति बेला गम्भीर अपराध, चरित्र सम्बन्धी आरोप वा विवाद टुङ्ग्याउन अभियुक्तलाई काल भैरवको अगाडि ल्याएर कसम खान लगाइन्थ्यो। जनविश्वास थियो काल भैरवको अगाडि झुटो कसम खाए तत्काल रगत बग्छ अथवा मुखबाट रगत बगेर मानिसको मृत्यु समेत हुन सक्छ। यही न्याय परम्परासँग जोडिएको एउटा रोचक कथाले काल भैरवको मुस्कानलाई अर्थ दिएको मानिन्छ। किंवदन्ती अनुसार मल्लकालकै समयमा काठमाडौँमा एक विवाहित दम्पति बस्ने गर्थे, जसलाई समाजमा अत्यन्त प्रेमिलो जोडीको रूपमा चिनिने गर्थ्यो। तर विवाह भएको लामो समय बित्दा पनि सन्तान नहुँदा पत्नी मानसिक रूपमा कमजोर बन्दै गइन्। उनी घरभन्दा बाहिर बढी समय बिताउन थालिन्। यही परिवर्तनले छरछिमेकी बीच अनेक कुरा फैलिन थाले। अनन्त पति स्वयं पनि शङ्काको घेरामा परे। छरछिमेकीको दबाव र आफ्नै मनको द्वन्द्वले ग्रसित भएका पतिले राजदरबारमा पत्नी विरुद्ध उजुरी चढाए। राजाले दुवैलाई बोलाएर तत्कालीन कानुनी प्रक्रिया अनुसार काल भैरवको अगाडि कसम खान आदेश दिए। त्यसपछि राजा समक्ष महिलाले 2 दिनको समय माग्दै आमा बिरामी रहेको बहानामा माइत जाने अनुमति लिइन्। माइतीमा उनले आमासँग सन्तान नहुँदाको पीडा, बाल्यकालको सम्झना र आमाको काखप्रतिको मोह पोखिन्। कथा अनुसार त्यसै क्रममा उनले आमासँग एकपटक फेरि बच्चा सम्झेर दूध खुवाइदिन आग्रह गरिन्। छोरीको भावनात्मक आस्थालाई बुझेर आमाले कसैले नदेख्ने गरी उनलाई दूध खुवाइन्। तेस्रो दिन बसन्तपुरमा राजा सहित भारतदार र जनता भेला भए। महिलालाई काल भैरवको अगाडि उभ्याइयो। उनले मूर्ति छोएर यसरी कसम खाइन्, मैले अन्तिम पटक आमाको दूध खाएर छोडेको समयदेखि कुनै परपुरुषसँग सम्बन्ध राखेकी छैन। सभा केही क्षण स्तब्ध रह्यो। तर जनविश्वास अनुसार हुने भनिएको कुनै घटना घटेन। न रगत बग्यो, न काल भैरव क्रोधित भए। त्यसपछि राजाले महिलालाई निर्दोष घोषणा गर्दै झुटो आरोप लगाएको भन्दै पतिलाई चेतावनी दिए। किंवदन्ती यही समाप्त हुँदैन। भनिन्छ काल भैरवलाई सत्य थाहा थियो। महिलाको कसम शब्दस्थ सत्य थियो, तर त्यो सत्य चलाकीपूर्ण शब्दमा बाँधिएको थियो। न्यायका प्रतीक मानिने काल भैरव सत्य देखेर पनि दण्ड दिन नसक्ने अवस्थामा पुगे। यही क्षण उनले मुसु मुसु हाँसेको जनविश्वास